दिमा के गर्नुहुन्छ हौ? दिमाले नि सिटा फाट्दै रहेछ। घाँस काट्नु भएको? घाँस काट्नु? ए यताबाट दिमाले घाँस काट्दै रहेछ, ठुटा हान्दै रहेछ। यता हाम्रो दिमा अलिकति घाँस पनि लगेको। 85 वर्ष पुगेर पनि घाँस काट्नुहुन्छ है? हजुर। तन्दुरुस्त छ नि हाम्रो दिमा। तल मुजुर रहेछ है। खुट्टा दुख्छ। अहिले यहीँबाट गएको। हो उड्यो उड्यो। यहीँबाट गएको। कोही ओह्रालै गयो दिमा उडेर। तल गयो। यता दिमाले पनि घाँस काटेर घर जानु हुँदै रहेछ। अलिकति गाईलाई लगेर बाछालाई। हाम्रो चाहिँ यो तलतिर मुजुरहरूले साह्रै ध्वंस गरिसकेर मकै रोपेको सबै खाइदिएर खत्तमै गरिसक्यो अरे। कता कता चाहिँ मुजुरलाई खेदाउनु गएको आज चाहिँ। ल साथी हो, आज चाहिँ मुजुर खेदाउनु आएको थिएँ। मुजुर पनि भागिहाल्यो। दिमाले त्यहाँ घाँस काट्नु हुँदै रहेछ। दिमा पनि घाँस लगाएर जानुभयो। मुजुरहरू चाहिँ ऊ तलको त्यो ठुलो रुखमा गएर बसिरहेको रहेछ। त्यहाँ कराउँछ, त्यहाँ बसेर यो रुखमा बसेर कराउँदैछ सालाहरू। सबै बारीको सामानहरू खाइदिएर खत्तमै गर्यो मुजुरले। यो चाहिँ फुलहरू मजाले फुलिरहेको रहेछ। सनै फुल, ए सनै फुल भन्छ के फुल भन्छ यसलाई? ड्याम्मै लगाउनु भएको रहेछ हाम्रो काकाले। फुलहरू त ड्याम्मै लगाउनु भएको रहेछ। पुरै फुलिरहेको रहेछ, मजाले फुलिरहेको रहेछ। यस्तो मजाको देख्दिरहेछ। सबैतिर रहेछ। अब चाहिँ म परातिर जान्छु अर्को बोजू भएकोपट्टि। अर्को बोजूहरू के गर्नु हुँदो रहेछ त्यहाँ गएर देखाउँछु म। माथि छनाले घाँस काट्दो रहेछ। यो अम्लिसो काट्दो रहेछ। घाँस काट्दो रहेछ छनाले। दिमा माथि गएर बसिरहनु भएको रहेछ। यो माथिको चाहिँ हाम्रो घर हो। माथिको हाम्रो घर हो। यो गोठदेखि माथिको यो चाहिँ हाम्रो दिमाहरूको काकाहरूको। दिमा यहाँ बसिरहनु भएको छ। दिमा जान्छु म परतिर बोजूहरूकोतिर। अर्को हाम्रो दिमाको बहिनी भएकोतिर। यहाँ हाम्रो दिमाले गाई पाल्नु भएको रहेछ। पाल्नु भएको छ। घाँस अघि लिएर आउनु भएछ अलिकति। एउटा गाईलाई के पुगिहाल्छ। दिमा ल म अब एकछिन पर बोजूहरूकोतिर गएर आउँछु। यता हाम्रो दिमा हुन्छ। ल दिमा परतिर एकछिन। पारीको गाउँ चाहिँ कान्दुङ भन्छ यसलाई चाहिँ। यो गाउँ चाहिँ कान्दुङ हो। हाम्रो गाउँदेखि पारेको गाउँ। यो गाउँ पनि रमाइलो छ। रोडहरू मजाको छ। आज चाहिँ पर जान्छु बोजूकोमा। बोजू के गर्नु हुँदैछ? बोजू बाजे। हाम्रो बोजूको घर चाहिँ उयो अगाडि हो। बोजूको घर चाहिँ यो अगाडि हो। पर यो हो। उतापट्टिको चाहिँ बाजेको हो। पल्लोपट्टिको चाहिँ बोजू। ए पानी थाप्नु भएको? यता हाम्रो बोजू, कान्छी बोजू, हाम्रो दिमाको बहिनी हैन? हाम्रो बोजू दिमाको बहिनी। दुईजना बुढो भइसक्यो।
अहिले पनि काम त गर्दै रहेछ उ यहाँ कान्छा बाजेहरू चाहिँ कता गयो पानी थाप्नु भएछ तल मुजुर पुरा कराउँदै रहेछ है बारी भरिरहेछ डम्मै तल चरिरहेको छ त्यहाँ तल मुजुर पुरा चरिरहेको छ तल के रहेछ बाजे मुजुर चरिरहेको छ उ तल यता बाजे हाम्रो बाजे उयो बडा ल्याउनु बाजे आउनुभएछ दूरबिनबाट गर्न नि तल मुजुर हेर्नु ल यहाँ मुजुर बाजे हजुर बोनिना छङ्गाई हो हाम्रो बोजू त्यही त आज त सुनौँला सत्सङ हुन्छ आउनु नि बोजू अहिले दिउँसो कि कति बाजे आउनु है आज यहाँ चाहिँ पानीको समस्या यो छ हाम्रो घरतिर चाहिँ पानी बनाउँछ भन्दै थियो अहिलेसम्म त छैन बोजू पानी तिरिरी अझ घरिघरि हराउँदै है अरूले त पाउँछ कि हामी मात्रै हो यो तल भएर होला कि त्यही त उँभोलाई ठिक्कै यता हाम्रो बाजे यता चाहिँ हाम्रो बोजू कान्छी बोजू माओली बोजू माओली बोजू अन्त बाजेहरू पनि यहाँ बाजे र बोजू मात्रै है दुईजना मात्रै बाजेहरूले पनि गाई पाल्नु भएको छ माउ बच्चा हजुर बाजेले पनि फुल पुरा रोप्नु भएको रहेछ ल साथी हो अब चाहिँ बोजूहरूकोमा चिया खाएर म घर फर्केको बोजूको घर त्यो हो ल आजलाई यति नै अब रात पनि पर्यो घरमा गएर काम गर्नुपर्छ ल है हाम्रो गाउँठाउँमा यस्तै हुन्छ यसो गाउँ मन पर्यो भने लाइक चाहिँ हानिदिनु ल एउटा